नमस्कार सबैजनालाई म तीर्थबहादुर कार्कीको तर्फबाट यो मैले एउटा भिडियो देखाइरहेको छु हजुरहरूलाई। यो भिडियो चाहिँ काठमाडौँ वडा नम्बर 16 मा बालाजुमा अवस्थित चाहिँ बालाजु 22 धाराको भिडियो हो। यो क्षेत्र चाहिँ विशेष गरी माछा र 22 वटा धाराको नामबाट परिचित छ, प्रख्यात छ। यहाँ सबै हेर्नको लागि विशेष रूपमा यहाँनिर आउने गर्नुहुन्छ, दर्शकहरू पाहुनाहरू आउनुहुन्छ, आगन्तुकहरू आउनुहुन्छ यहाँनिर हैन। र एकदम विशेष ठाउँ हो यो चाहिँ तत्कालीन राजा जयप्रकाश मल्लले चाहिँ 21 वटा धारा बनाएका थिए भने त्यसपछिबाट चाहिँ रणबहादुर शाहले चाहिँ ठुलो एउटा धारा बनाएपछि यहाँनिर जम्मा 22 वटा धारा भएको थियो। त्यसैले यसको नाम चाहिँ 22 धारा राखेको थियो। यो चाहिँ 158 रोपनी जग्गामा चाहिँ फैलिएको छ र यसको मौलिकता पहिचान भनेको यही दुईटा हो। यो चाहिँ ठ्याक्कै नागार्जुन नगरपालिका अथवा राष्ट्रिय शिवपुरी राष्ट्रिय निकुञ्जको तल फेदीमा पनि पर्ने गर्दछ। एकदमै घुम्नको लागि रमाइलो छ, सस्तो पनि, टिकट पनि धेरै महँगो नपर्ने। काठमाडौँबाट सबैबाट नजिक, साबलेबाट आउँदाखेरि बालाजुबाट तपाईँ दाहिने लाग्न सक्नुहुन्छ, स्वयम्भू कलङ्कीबाट आउँदाखेरि बालाजुबाट देब्रे लाग्न सक्नुहुन्छ। टक्क आउनुहोस्, घुम्नको रमाइलो छ। हामी पनि घुम्न आए, हाम्रो सबै परिवार आएका छौँ। हजुरहरू पनि समय मिलाएर यसो एकपटक आउनु होला, घुम्न एकदम आनन्द छ। शीतल मौसम छ, सरर पानीको शीतलता छाएर रमाउन सकिन्छ। शनिबारमा छोटो समयमा थोरै खर्चमा घुम्न फिर्न सकिने ठाउँ। एकपटक आउनु होला पक्कै पनि साथीहरू। भिडियो हेर्न कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नु होला है त साथीहरू।